भिडियो बनाऊँ पहिला सारेर ल भिडियो बनाएको है एउटा सारेर सबै देखाएको हामी पनि बसौँला हिँड्नु त अगाडि खिच्नु ल अगाडिबाट उभिनु नि एकछिन उ रहेछ ए उल्टो हजुर अगाडि ल के हो आफ्नो हजुर आएन त मेरो मात्रै आछ गेटको झन् छुट्यो म जान्दैन अलि माथि माथि आज हाम्रो ड्राई पिकनिक साथीहरूसँग बेसार समूहको अब म त माथि ढिकमा गइसक्यो त हामी सबै गाउँ ढिकमा आउनु पो ठाडो हो घामले देख्नै पाइएको त्यो कहाँ पिकनिक रहेछ क्या हो अन्त उसिला दिन्छन् जस्तो लाउनुपर्छ कि म त बेलुका चार हुन्छ खानेर क्या त्यही भनेर मैले लिइहाल्छु नाजल त त्यति जाँदैन कति मजा आउँदो रहेछ क्या हुन के ठिक्क हिँड्ने बेला चाहिन्छ कि नै भने लिएर ल बन्द गरे अब हामी कता बस्ने हो चौरमा बस्ने यता घोडा पनि चढ्ने कसरी हो र यो पछाडि लानेखेरि तिरपाल बिछाउँदाखेरि ड्राई पिकनिक सुरु ल उता उता नि खिचाइसु सबैको हेलो दिजु हाय पानी पसेन नि यहाँ भन्दा त यहाँ पानी धारा छ बिचमा एउटा बोतल बिचमा यता तानु न यता यहाँ तालम के यहाँ अहिले यही के हजुर त्यहाँ शीतल तानम क्या केटकेटिया औ छेउमा राख्ने यो सामान खाने क्या खेल्ने कोरा बच्चा सबजना पालन पालन पानी कसरी ल्याइएर बोतलै नहुनु पहिला कोके खाएर खाल्यो एउटा कोक खाएर खाली भइहाल्छ हो त नि पकाउनु पकाउनु पर्दैन कि Yes.
घोडाहरू त त्यही त फोटो खिच्यो त लडाइ यस्तो हल्ला लाज त के लाज शिरमा शिरबन्दी हाम्रो त भजन है आउनेलाई आउँछ नआउने केही पनि आउनु है आउनु भनेर कहिले आउनु दुईजना नाच्नु दुईजना छिटो तिनजना चाहिन्छ कि गीत पढ्नु भएको पार लाउने गीत पढ्दै कालो आउने रहेको यसरी घुम्दा त्यही भयो सारा संसार आयो हो साँच्चै कि त्यही हो एउटा च्याब्रा झोला
रुद्राक्षको माला जप्दै सम्झिए देउता केसरी हाल्न पाएन छोडी एउटा यसलाई मेरो बालो भयो देव देउताको बास जान्छु न म पनि कैलाश शङ्ख बजाए घण्टा बजाए देउता खुसी पार्न चञ्चल हुने यो मनलाई उनकै अधीन पार्न जान्छ न वृन्दावनमा चञ्चल भयो यो मन 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 शमीको पात चढाएपछि त आस्था के हो धर्म के हो महसुस भयो मसित मान गई माता छोडी चढाइदिन्छु भैया लाग्छु माना नगर नगोमा 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 भैया लाग्छु माना मलाई पिर लाग्यो ठेकिनु खाइदै के हो कृष्ण बाला गोले निको यो के हो कृष्ण बाला गोले निको यो
अब नआउनेहरू त मेरो लक्ष्मी दिदी खाना पुग्छ राम्रो हुन्छ कर्म यो छडाको चोखोला गरिदेऊ हाइकोला यो छडाको झ्यापै नाच्नु झ्यापै सबले नाच्नु फेरि अरूमा आउँदो रहेछ कि भजनमा हामीलाई भजनमा आउँछ अरूमा आउनु अनि अरू टिकटकमा त कति राम्रो देख्छ नाचेको यो ढक्कन फलाउनु यहाँ मुहाले खिच्नु भयो खस्यो यतापट्टि ल हाम्रो ड्राई पिकनिक सुरु भयो ड्राई पिकनिक रमाइलो छ लक्ष्य चमत्कार हिजो राति पसिना खल खाली अघि त कस्तो नरम जस्तो भयो अहिले अलि डह्रो जस्तो भयो कति राख्ने यो प्याज भयो अहिले चटपटा राख्नुपर्छ क्या छ्यामा कि त मासुको भाँडा यता ल्याऊ कि त त्यो त घरको भाँडा त तेल हुन्छ क्या एउटैले हाल्छ सबै कुरा जिजुलाई त्यो डाडुले अलि यसो खोतल्नु त्यो मासु हो यसमा नअटेको तिम्रो केमा नटेको त्यो अब चाहिँ राखेर भयो खै त्यो भन्न पनि यस्तो गर्नु के त्यो मिसाउन हुन्छ के अलि त्यो बान्नु यो छिटै यो गर्नु के यो पहिला जिजुलाई छुटाइदिन्छु किन भिडियो बनाउनु पनि नि एउटामा के भनेर सेम एउटै मासु हो के एउटै हो के एउटै हो स्प्रेड वाली एउटै मासु नअटार त्यहाँ हालेको के जिजुलाई अनि त्यसमा ग्रेभी धेरै छ तलमा ग्रेभी ग्रेभी थपाउँला त अहिले पहिले ठिक ठिक हाल्नु फेरि बरु प्लेट सानै कलियो छ पुग्छ यसमा भयो ऊ त्यसमा भएन त्यसमा भएन काटिदिनुपर्छ पापड हाल न
त्यसको झरी हालेको भयो बेसार गोडा खाने भने बन्द कसरी गर्ने माथि हो ल हाय साथीहरु हाम्रो पिकनिक घरको काम पनि भ्यायो पकाएर पनि यो चम्चनी हाल्नु कता राख्नु त्यति हाल्दिन्छ अलि खाली निकाल्दा खानु है कति रमाइलो कति रमाइलो बाबा डाटा बेसाई गुरु पिकनिक कति रमाइलो कति रमाइलो कति रमाइलो ड्राई पिकनिक हाम्रो कति रमाइलो हरि बोल सामान नबन्ने कि भयो भयो अब बन्द गर्दिन यताबाट यसरी आऊ यता मलाई यहाँ अचार ल्याउँछु दुर्गा त्यसमा पर्खेन ए ल्याऊ यहाँ उताबाट टाढा पर्यो सादा हुन्छ यो खोला हो त्यो प्लेट सानोलाई ए सानोमाको हो धन्न मैले खाइदिएको लिएर आइसकेको यही छुमा हाल्नु न भयो मैले खानी हेर्छ है सलाद पर्यो सबैलाई म यता छु पापड खाइदिनु मन पर्दैन एकै ठाउँमा ल होइन अलि नजिक हेर यसरी यसरी गोल मिलाएर अलि त कहाँ पुग्छ ड्राई पिकनिकको हजुर लाउनु होला तर चियस मात्रै हो लाउने खाले लिन जाने त मेरो हो नि आए जस्तै नदेखिने कि होइन थ्याङ्क यू ब्लगर आन्टी के भन्यौ ब्लगर सबैको एक एक भाग देखाउने हो मेरो थोरै मेरो धेरै भन्ने हुन्छ नि टिकटक टिकटक के हाँसो के गरे रहेछ त्यो जता है अन्नला मलाई होला खान्छ मलाई त घन्टी परेको घन्टीको त परेको नि पुरुत हो क्या पुरुत त्यो घन्टी खायो भने ढाड दुख्नु सक्नुहुन्छ अरे दुर्गा त्यताबाट यता हाम्रो मेरो खानुहुन्छ साह्रै ठुलो हुने क्या कलियो पाउ बन्द गरेँ यता है रोस्ट यता लाइने फेरि यता हालेर भइहाल्छ होइन आउँछ झम्मै लाग्छ खाए ल हजुरहरूले खानु होला खाइस् होला खाए ल होइन कि खाइस् छोराछोरी
एउटा ग्यास्ट्रिक उठाइदिएपछि चारबाट दुईजनाले हावा पाउनु छोरो उसको छोरी स्याउली बजारमा अरे उता घाममा
आन्टी अलिक रातो खिचिरहेको होइन कि यो रातो बोले खिचिरहेको अलि उता हेर्नु न घाममा त्यो हाम्रो चप्पल सबै हामी ग्रुपमा सबैजना त्यो नानीहरू किन्ने नि अनि होइन मोजा त के बिदे यस्तो खसरे रहेछ र त्यो उमा कि तिरपाल पर्छ रहेछ क्या तिरपाल तर मैले भुइँमा टेकेँ आमा तपाईँको त डेन्जर फुल्या रहेछ अनि फुलेर कलर गरेको होइन यो त फुलेको होला फुलेको नि छ क्या कति धेरै फुलेको कि अब बुढो भयो नि त किन त घाममा यहाँ नबसेर होइन त्यो जुत्ता लाएर कहाँ अलिकति कलर उयो त हुन्छ यहाँ यहाँ आइसक्यो यहाँ आउनु बिचरा झन् पसिना आउला नि ल आउनु यहाँ यता आउनु भने ल ल्याऊ त्यो मर मात्रै नाच्छ ल ल छिटो कता आइफोनको त ल नसामा आयो के नसा आयो नसा छिटो कपाल सबै फुटाल्यो छिटो 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 मान्छे बिचरा कालो आएको त कालो आएको ओ बन्द भयो हो खिचिन्छ के छोएर हो कि त्यो दुईटा कुर्ता लगाएको मात्र कस्तो राम्रो उज्यालो हाउरो त कालो कालो आएको यता आयो दिदीहरू लाउनु पर्छ राम्रो आएको
गाडीको बक्स लाँदा त नआएको हो चटपटे वाली चटपट बनाउन ला बस्ने वाली बस्ने वाली चटपट चाख्नु त कस्तो भयो प्राउन वाली प्राउन खाने वाली कति दौडेको र घर जाने भने सित खिच्न त परो गरे नि लास्टको खिच्ने के ल यहाँ छ क्या हो कि होइन र लिजु यहाँ छ र बाटो सिधा सानोमा सिधा बनाएर आज हामी ड्राई पिकनिक खाएर अब घरतिर फर्किँदैछौँ जनै लाएर फेरि राए मैले पनि मनै लाएर आज मैले उनीको माया छनै लाएर हाम्रो पिकनिक भ्याइयो बाई बाई ड्राई पिकनिक बाई बाई गैनाकोट बाई बाई अब अर्को वर्ष गैनाकोट थुम्सी बाई 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 अर्को वर्ष आई दाइले बोलाएको भाइले बोलाएको भाइले बोलाएको पछि निटोडी कति छोडिएको पछि निटोडी कति छोडिएको के खाइछौ बदाम कहाँबाट ल्याइछौ फर्स्ट एन्ड लास्ट भाइले फेरि कति बेला आउनुहुन्छ भन्छ दिदी होटेल लायो दिदी फेरि आमै वेट गर्नु पर्यो दिदी भने होला बिस्तारै बिस्तारै गरेर त सानो अलि अघि
म यो फाल्छु पछाडि कति छोडिदिएको छोड्दै छ नि झ्याप्पै आयो गङ्गा जनै लाएर आयो गङ्गा भाइ जनै लाएर बाजे दुईटा अगाडि झ्याप्पै झ्याप्पै आयो बाहुन भाइ जनै लाएर झ्याप्पै आयो बाहुन भाइ जनै लाएर निकालेर सब आकाश पनि आहा के अलि माथि अलि माथि गरे गिर्नै भएको पनि ओइ काटेछ ढुङ्गा लड्केछ कपडै च्यातिएछ कपडै च्यातिएछ र देखियो कि लडेको पनि देखियो नि आयो है म त साइडमै छु के रे नि हामी बरु त्यसको हल्लान सरन यति गर्दा त पुरा भेटेछ होला पैसामा रातो हो जस्तो लाग्यो दिजु मलाई कुन चाहिँ हो रातो ए त्यो पारीको रातोवाला भाइ त्यही अहिले मान्छे फर्कियो क्या तिनीहरू फर्केर आयो ए झ्याप्पै हाले छैन कि फिर्ता गरे छैन कि यिनीहरू फिर्ता भयो हाम्रो त उतातिरको होला नि रातो बस्नु हजुरहरु सातजना आठजना नौजना 11 12 3जना अगाडि अट्छ Hey!
रोक्ने नहुँदै त्यहाँ आइयो फाइनली हाम्रो पिकनिक भ्याइयो हाम्रो ड्राई पिकनिक भ्याइयो आजलाई पर्दैन आजलाई परेन पेड मुसार जम्मै झर्दै मन लाग्यो अरे नि त जाम क्या उतै भनेर पैसा दिनु पर्यो नि त खाए बच्चा दिनु पर्यो बन्द गरे यो सालको पिकनिक भ्याइयो हाम्रो भ्याइयो समाप्त लेखिदिनु